हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने आज म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ म चाहिँ दाङको प्रसिद्ध मन्दिर जाँदैछु। यो मन्दिर चाहिँ घोराई उपमहानगरपालिकामा रहेको छ। म चाहिँ घोराई आउने क्रममा चाहिँ अब यो मन्दिर पनि घुमिहालौँ न त भनेर चाहिँ एक्सप्लोर गर्दैछु। हजुरहरू पनि हेरौँ है त मैसँगै। यो मन्दिर चाहिँ यहाँको एकदम प्रसिद्ध धार्मिक स्थलको रूपमा मानिँदो रहेछ। अनि त्यसपछि यहाँनिर चाहिँ 12 कुने दह पनि बनिँदो रहेछ है। हजुरहरू पनि हेर्नुहोस् है त कस्तो रहेछ यो। हामी चाहिँ नजिकै भएको हुनाले चाहिँ छिटै पुग्यौँ। हजुरहरूलाई चाहिँ मैले त्यो गेटदेखि मात्रै भिडियो बनाएँ। अब चाहिँ म मन्दिर चाहिँ पुरै देखाउँछु। हजुरहरू पनि आउनुभएको छैन भने चाहिँ हेर्नुहोस्। दाङमा रहेको 12 कुने दहमा रहेको मन्दिर। यहाँ चाहिँ एउटा पोखरी रहेछ होइन। पोखरीको बिचमा चाहिँ एउटा मन्दिर छ। अनि पोखरीको बिचमा भएको मन्दिरमा चाहिँ जान पाइँदैन रहेछ, किनभने त्यहाँनिर पानीको भएर डुङ्गा चढेर मात्रै जानुपर्ने रहेछ। उसको लागि चाहिँ साइडमा अरू मन्दिरहरू पनि रहेछ होइन। अनि मैले चाहिँ मन्दिर पनि दर्शन गरेँ। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ कस्तो राम्रो एकदम वरिपरि जङ्गलको बिचमा चाहिँ यो मन्दिर रहेछ। मलाई चाहिँ कस्तो राम्रो लाग्यो। यहाँनिर आएर मन पनि आनन्द भयो। मेरो सधैँको जस्तो आउटफिट पनि हेर्नु होला। मेरो चाहिँ डेली एउटै लुगा भइरहेछ क्या, ज्याकेट चाहिँ। जुन पनि भिडियोमा चाहिँ यही ज्याकेट भइरहेछ। इग्नोर गर्नु होला मेरो ज्याकेटलाई चाहिँ। अब भिडियो इन्जोय गर्नु होला। यस्तो राम्रो भ्यू आएको छ नि। अब हजुरहरूको मोबाइलमा चाहिँ कस्तो आएको नि थाहा भएन। मेरो मोबाइलमा चाहिँ एकदम राम्रो आएको छ। त्यही भएर मैले चाहिँ भिडियो बनाएर अपलोड गर्दैछु। मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला। बेला बेलामा चाहिँ म यस्तो भिडियोहरू हालिराख्छु। मलाई चाहिँ भोइस ओभर गर्न अलिकता लाज लागिरहेछ क्या आजकल। खोइ किन हो कुनै धेरै टाइम पछि भएर होला। भिडियो नआएको पनि थुप्रै भयो नि त, त्यही भएर पनि होला। हेर्न सक्नुहुन्छ मेन मन्दिर चाहिँ यहाँनिर रहेको छ। कस्तो आनन्द आउँछ त्यो मन्दिर गएपछि चाहिँ। किन हो को आउनु भएको छ यहाँनिर यो मन्दिरमा चाहिँ दर्शन गर्नको लागि कमेन्ट गर्नु है र। मन्दिर घुमिसकेपछि चाहिँ मैले पछाडिको यतापट्टि साइडको ब्याकग्राउन्डबाट पनि दहको दाङको 12 कुने दह हेर्न सक्नुहुन्छ। यो सामने देखिएको सेतो खालको मन्दिर चाहिँ पहिला पुरानो चाहिँ त्यो मन्दिर हो अरे पहिलाको चाहिँ। त्यसपछि चाहिँ यतापट्टि चाहिँ अरू मन्दिरहरू बनिसक्यो रहेछ। मैले चाहिँ दर्शन गरेर यताबाट के छ आएर बाहिरतिर हेर्दैछु। सक्नुहुन्छ अहिले चाहिँ माघ महिना भए पनि दिउँसो चाहिँ गर्मी नै छ यतातिर है। त्यसपछि चाहिँ मैले अलिअलि भिडियोहरू पनि बनाएँ। मलाई चाहिँ एउटा कुरा सोध्न मन लाग्यो कि हजुरहरू चाहिँ कुनै ठाउँमा जानुभयो भने चाहिँ फोटो भिडियो चाहिँ के को लागि बनाउनुहुन्छ कमेन्ट गर्नु होला है त। म चाहिँ फोटो भिडियोहरू चाहिँ मेमोरीको लागि बनाउँछु कि पछि चाहिँ अलि लामो समयपछि चाहिँ फोटोहरू भिडियोहरू हेर्दाखेरि चाहिँ ओहो म त त्यो ठाउँमा गएको थिएँ है, त्यहाँनिर चाहिँ यस्तो ठाउँहरू छ, यो कुराहरूको बारेमा देखेको थिएँ मैले चाहिँ। यो कुराहरू चाहिँ त्यहाँनिर भिजिट गरेको थिएँ होइन। मलाई चाहिँ यो कुराहरू त्यहाँको बारेमा थाहा छ भने जस्तो लाग्छ कि। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ, के लाग्छ कमेन्ट गर्न नभुल्नु होला। अनि अहिलेसम्म चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब गर्नु होला। भिडियो चाहिँ एकदम राम्रो प्रसिद्ध मन्दिर दाङको हेर्न सक्नुहुन्छ हजुरहरूले। यतातिर चाहिँ ब्याकग्राउन्डमा म छु। यतातिर चाहिँ पूजा गर्ने सामानहरू छ। अनि त्यसपछि यो चाहिँ कसरी हो दिदी? 25 एउटाको 25। कस्तो राम्रो रहेछ। यहाँनिर हाल्न पनि मिल्छ ए। एउटा यो हालिदिउँ न। दाना किन्नु पर्यो एउटा। यो चाहिँ के को दाना हो? ए त्यो उयो गाईहरू। हामी चाहिँ यहाँनिर माछालाई दाना हाल्दैछौँ। हेर्न सक्नुहुन्छ। अब म दाना हाल्छु। आउनु माछा यहाँ कस्तो देखिन्छ हेर्नु होला।
आउँछ कि आउँदैन होला है माछा? आऊ है माछा। आयो आयो आयो, छ रहेछ माछा छ। माछै छैन। छ अलि हाल्नु न। के गर्ने उब्राएर लग्ने हो र? होइन क्या, एउटा अब दुइटा हालेपछि अनि फेरि आउँछ होला भनेर। अलि धेरै आलिस आउँछ। आयो आयो भाइ। पुरै माछा देखेर अझै एउटा दिनु त। कति हो माछा त। लु है माछा खाऊ। सनस्क्रिन लगाएको छ कि त्यो माछाले उ त्यो टल्किने है। खाइरहेको छ। हामी चाहिँ माछासाछा हेरिसकेपछि चाहिँ अब चाहिँ फर्किँदैछौँ। हजुरहरूलाई अहिलेसम्म चाहिँ मेरो भिडियो कस्तो लागिरहेको छ कमेन्ट गर्न नभुल्नु होला। त्यहाँनिर चाहिँ यस्तो लभवाला पनि रहेछ होइन। मैले चाहिँ यसो लभ सबमा पनि भिडियो बनाएँ, फोटो पनि खिचेको छु। फोटो हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो फेसबुकमा हेर्न सक्नुहुन्छ। तर मैले देखाउँदिनँ फेसबुकमा भएको फोटो चाहिँ। अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई थ्याङ्क यू सो मच। फेरि पनि म भिडियो हालेको बेलामा चाहिँ यसै गरेर लास्टसम्म हेरिदिनु होला है त। बाई बाई, टेक केयर।